नमस्ते नमस्ते, यो चाहिँ हेल्पिङ पोस्ट भिडियो हो। यो भिडियोलाई तपाईहरुले देखेर पनि नदेखे चाहिँ अनदेखा नगर्दिनु होला। प्लिज सक्नुहुन्छ भने उपचारको लागि धेरै थोरै आर्थिक सहयोग गरिदिनु होला र तपाईको मोबाइलको स्क्रिनमा यो भिडियो आइरहेको छ भने एउटा शेयर र एउटा रिपोस्ट पनि गरिदिनु होला, ताकि तपाईको एउटा शेयर र एउटा रिपोस्टले सहयोगी मनहरुसम्म चाहिँ यो भिडियो पुग्नेछ। र ठुलठुलो क्रिएटरहरुले यो भिडियो देख्दै हुनुहुन्छ भने प्लिज एउटा भिडियो तपाईहरुको टिकटक आईडीबाट एउटै भए पनि भिडियो पोस्ट गरिदिनु होला प्लिज। उहाँ भाइ मोरङ बेलबारीबाट हुनुहुन्छ। उहाँ चाहिँ एक्लो आमाले चाहिँ हुर्काउनु भएको सन्तान हो। उहाँलाई चाहिँ उहाँको बुवाले 6 महिनाको हुँदाखेरि नै छोडेर जानु भएको थियो। उहाँको आमाले एक्लै संघर्ष गरेर अर्काको जुठो भाडा माझेरै भए पनि उहाँलाई चाहिँ हुर्काइराख्नु भएको थियो। उहाँको नाम विशाल श्रेष्ठ, उमेरले भर्खरै 22 वर्ष मात्रै पुगेको, पढाइ बीबीएस 3rd इयर पढ्दै गरिराख्नु भएको थियो। उहाँलाई 81 ज्वरो आउने, रिङ्गडा लाग्ने, पेट दुख्ने भइराख्दाखेरि चाहिँ उहाँ हस्पिटलमा जाँदाखेरि डाक्टरले AML ब्लड क्यान्सर हुने सम्भावना जस्तो देखिएको छ भन्दाखेरि चाहिँ उहाँ फेरि हैन पुनः चेक जाँचको लागि पुनः हस्पिटलमा जाँदाखेरि चाहिँ उहाँलाई चाहिँ ब्लड क्यान्सर भइसकेको रहेछ। अहिले डाक्टरले उहाँको उपचारको लागि 25 देखि 30 लाख लाग्ने भनेर चाहिँ भनिएको रहेछ। अहिले उपचारको लागि पनि हैन डाक्टरले जाँदाखेरि 5-6 लाख बोकेरै मात्र आउनु, होइन भने त्यो 10,000 20,000 बोकेर चाहिँ नआउनु भनेर भन्नुभएको रहेछ। बिचरा उहाँको आमाले चाहिँ अर्काको होटलमा जुठो भाडा माझेर दिनको 500 अब 600 मात्रै कमाउने रहेछ। उहाँको आर्थिकको हिसाबले पनि त्यति पैसाले चाहिँ उपचार गर्नको लागि चाहिँ सम्भव नभएकै कारणले गर्दा उहाँको बुवालाई पनि हैन कन्ट्याक्ट गर्न खोज्दाखेरि पनि बुवाहरू पनि सम्पर्कमा नआइदिँदाखेरि अहिले एकदम धेरै समस्यामा पर्नु भएको छ। अहिले चिने जानेका छेउका साथीभाइहरूले चाहिँ उहाँको उपचारको लागि चाहिँ पम्पलेटहरू टाँसेर कागजहरू बोकेर ठाउँ ठाउँमा आर्थिक संकलन गरिराख्नु भएको छ। यो समयमा चाहिँ ठ्याक्कै अब धेरैजनालाई सहयोग मिलिरहेको पाइरहेको थियो नि त। आशिका तामाङ दिदी कहाँ चाहिँ जाँदाखेरि अलिकति राहत मिल्छ कि केही राहत मिल्छ कि भनेर चाहिँ उहाँहरूले आशिका तामाङ दिदीलाई कल गर्नु भएको रहेछ। तर उहाँ चाहिँ अहिले चुनावी प्रचारको कारणले गर्दाखेरि चाहिँ उहाँले अहिलेको अवस्थामा चाहिँ सहयोग गर्नलाई अलिकति असम्भव रहेको भनेर पनि बताइसक्नु भएको रहेछ। अनि पत्रकार भोजराज दाईले पनि कन्ट्याक्ट गर्ने कोसिस गर्नुभएको रहेछ, तर उहाँसँग चाहिँ अहिलेसम्म पनि सम्पर्क हुन सकेको रहेनछ। उहाँहरूले चाहिँ ठुलो ठुलो क्रिएटरहरूलाई चाहिँ धेरैजनालाई चाहिँ भाइको उपचारको लागि आर्थिक सहयोगको लागि एउटा भिडियो पोस्ट गरिदिनु न प्लिज भनेर, तर कुनै पनि क्रिएटरहरूले अहिलेसम्म पोस्ट गरिदिनु भएको छैन, वास्तै गर्नुभएको रहेनछ। यदि तपाईहरुले पनि भाइको उपचारको लागि सहयोग गर्न चाहनुहुन्छ भने म ब्याङ्कको डिटेल्सहरू माथि राख्दिनेछु र फेसबुक आईडी पनि माथि राख्दिनेछु। अनि आर्थिक संकलनको लागि उहाँ दिदीहरू पनि जोइन हुनुभएको छ। म यो भिडियो चाहिँ उहाँलाई पनि मेन्सन गरिदिनेछु। तपाईहरुले उहाँसँग पनि कन्ट्याक्ट गर्नु भएर चाहिँ आर्थिक सहयोग गर्न सक्नुहुनेछ। हस्त धन्यवाद।